जमिन भयो सबैले मैले चाहिँ यहाँ ल्याएको त्यो भिडदेखि न काउन्टरमा जाने भनेको यस्तो घाम चर्के के गर्ने किन जाने त परे छैन घरबाट खाना खाएर आएँ यस्तो यहाँ घरबाट यहाँसम्म पुरै पसिना पसिना है अहिले चाहिँ भर्खर तरकारी केलाउँदैछ अविनाश रे बल्ल हेर ट्याङ्कीमा पौडिने टाइम लास्टै फोहोर पानी रहेछ अनि केटाहरू नि टन्नै रहेछन् कि आज फेरि खाम यसले चाहिँ चोरेको आँप खाँदैछ यो बुढाको भर्खर चोरेको होइन मैले पनि चोर्न सक्छु कि समात यत्तिकै समात म चोर्छु कहिले त्यहाँ मिलाएर मिला चोरले चोर्दै मकैहरू चाहिँ खाने जर्को भएछ कि होइन गाइस अब खाना गर्मी भएर फेरि घरै फर्केर आयौँ पसिना भएर यसको हालत मेरो हालत पुरै पसिना सो हेलो गाइस के छ सबैजना सन्चै आरामै म अनि सन्चै आरामै अनि सबैजनालाई वेलकम ब्याक टु माई न्यू ब्लग नयाँ भिडियो अनि म चाहिँ रेडी भएर बसेको छु यसो रामपुरतिर जाने काम छ होइन अनि अभिषेक आउँछ एकछिनमा त्यसैलाई कुरेर बसेको अनि द्वासी रामपुरतिर जान्छु अनि के कसो हुन्छ रामपुरतिर हजुरहरूलाई नि हेर्नु धेरै दिनपछि बल्ल रामपुरतिर जाँदैछु आज छुट्टी छ र जान पाएको छु नत्र स्कुल थियो स्कुलै हिँड्नु पर्थ्यो त्यही हो धेरै दिनपछि रामपुर जानु पाएको छु खुसी लाग्छ अभिषेक आइसक्यो भर्खर भिडियो स्टार्ट गरेको अनि ट्याक्कै आइसक्यो अनि म चाहिँ हिँडेँ त्यहाँ छ होइन अघि भर्खर फोन गरेको थिएँ पछि आएछ म कपडा लाउनु पनि भ्याइएन वाह भाइ वाह तिम्रो लचालु कम्मरले वाह भाइ आइयो अब यसो माथि जानु पर्यो यहाँ माथि आएर एकछिन बसिरहेको छु अभिषेकको त क्लास चलिरहेको होइन अनि म चाहिँ यहाँ बसेको एकछिन 1 घन्टापछि जान्छौँ होइन अनि यहाँ चाहिँ हेर्दै बसेको छु यहाँ के बनाउनु लाग्थ्यो अधुरो छोडेछ अनि यता माथि नगरपालिका छ यता स्केट पार्क थियो अहिले खेल्न मन लाग्यो भने जानु होला एकछिन यहीँ बसेर गेम खेल्दै बसेको कति बज्यो भन्दा 8:14 भएछ अनि अब 9 बजीसम्म यहाँ बस्ने अनि त्यसपछि सकेर म चाहिँ यहाँ हल्का काँक्राहरू लिन थियो त्यो भएर आएको चस्माहरू पनि रहेछ बबाल बबाल मेरो सबैले मैले चाहिँ यहाँ ल्याएको त्यो भिडदेखि न काउन्टरमा हाम्रो त्यहाँबाट लिइसक्यो मन्दिर सामने अब माथि जान्छ चाहिँ बेजारको काम सकियो अनि अब हल्का सेनियामारीतिर काम छ त्यहाँ जाम बुझौँ अनि ताल निकाल्न छिटो 250 टी सर्ट किन्न बुझौँ भोक लाग्यो क्या मलाई के छ त्यहाँ गएपछि अझै महँगो मनपर्छ कि 2-3 मनपर्छ कि दोकानै किनिदिन्छु भाइ मैले त दोकानै किनिदिन्छु फेरि 250 के मन पर्ला के महाराज ल क्विनसित बोल्न थाल्ने होइन नि त्यो आउँछु क्या आउँछु क्विनसित बोलेर ठिकै त्यो अर्की त्यो रामपुर गएर त आइयो होइन अब खानसान खाएर अनि भरि चाहिँ ट्याङ्कीमा पुरै पोखिया अब खाना खाएर अनि गेम खेल्न अभिषेक कहाँ जानु पऱ्यो अनि त्यहाँबाट पौडिन जान्छु होला ट्याङ्की चाहिँ लास्ट गरिमा खाएर हेरौँ के हुन्छ
खानाहार सक्यो होइन अनि म चाहिँ अप्सन घट्यो जान लाग्यो अब यो मेलालाई अनि त्यसको बिलबुक यहीँ रहेछ बिलबुक पुऱ्याउनु अनि काम चर्के जाने भनेको यस्तो घाम चर्के के गर्ने किन जाने त परे छैन अनि अब चाहिँ घर जाँदैछस् पौडिन जाने भनेको हेरौँ के कसो हुन्छ मस्त घाम चर्के कहीँ हिँड्नै मन लागेन फेरि बवाल चर्के के अनि बादल नि पुरै निलै भएको छ यस्तो बवाल भएको बादल अनि घाम पनि यस्तो चर्के अनि बाटो पुरै खाली बुटलबाट आएछ क्या एउटा बस मकै अनि हरियाली हरियाली रहेछ सबतिर अहिले भर्खर घरबाट खाना खाएर आएँ यस्तो यहाँ घरबाट यहाँसम्म पुरै पसिना पसिना है अहिले चाहिँ भर्खर तरकारी केलाउँदैछ अविनाश रे बल्ल हेर नोच गाइज जहाँ मम्मीले बोलाउनु खाँदा बाहिर दाइ त हेर त्यसको कापी छोडिदिन आएको क्या म यहाँ बल्ल हावा छ अलिअलि बारदलीमा आएको त पढन्दास ल र दिनचन भएर पौडिन जाँदैछौँ निसर्दी ट्याङ्कीतिर एकछिन गेम खेलेर भर्खर निक्लेको अनि घाम चाहिँ मिठो चर्क्या त्यही ट्याङ्कीमा पानी छ भने म चाहिँ आउँछ के अरे नभए फेरि झेउ लाग्छ हो पानी छ किन पानी छ भने अनि के अरे केटाहरू अरू अगाडि गइ बिहान त्यही भएर हामी पनि जाँदैछौँ मस्त शीतल हुन्छ क्या पौडिने भने एकछिन त अनि म दिनचन भएर मस्त माथिल्लो बाटो जाँदैछौँ आउँदा त कसको बल हो भेट्टाइम चाहियो भने निसर्दी ट्याङ्कीमा आउलिन म त्यहीँ फालिदिन्छु बल गिफ्ट सबलाई लुकाइदिने नि त्यही पानीमा फालेर आउने अनि यता चाहिँ कुलाहरू बनाएर चाहिँ यसमा उठाउँछ यससँग खोज्न कसको बल गर्मी चाहिँ बबाल छ है यता के हो फुटालिस क्या फेरि यहाँ माथिको यतिकै थियो त्यहाँ मोबाइल पुरै 50 चाहिँ फुट्याएर चाहिँ यसको मेरो जस्तै बुफर ट्याङ्कीमा पौडिने टाइम लास्टै 4 पानी रहेछ अनि केटाहरू नि टन्नै रहेछन् क्या आज फेरि चापकोटबाट बर्दलेबाट भुजातबाट निसर्दीबाट होस्तीबाट कहाँबाट आएको छ नि यार चाहिँ पौडिएर सक्यो अनि म र सागरे घरतिर जाँदैछौँ यसले चाहिँ चोरेको आँप खाँदैछ यो बुढाको भर्खर चोरेको होइन मैले पनि चोर्न सक्छु कि समातो यत्तिकै समातो म चोर्छु कहिले त्यहाँ मिलाएर मिला चोर्दै आपको पनि 5 जाइ खसेछ यही त रहेछ नि रोटे यदि नजिकको आप झार्न सक्दैन kita balik yang boy. Bagaimana bos? Jamin. Bayo. घरबाट मतलब पौडेर घर आएर हैन अनि घरबाट फेरि तल सिद्धरसान मन्दिरतिर जाँदैछु छाताबाट जानुपर्ने भयो कि लास्ट घाम चर्क्या त्यही भएर अनि म र अविनाश भएर जाँदैछौँ
तलतिर होइन सिद्धार्थान मम्मीले बोलाउनु हल्का काम छ त्यहाँ होइन म जाउँ सकेँ तल त हावा चल्छ कमसेकम यहाँ त मरिन्छ यहाँको बाटो त के भए यताबाट हिँड अनि त्यही भएर अविनाशमा साथी लिएर हिँडेको अब यसको नि रिजल्ट आउन लाग्यो हेरौँ मैसँग कि जस्तो पनि कहिले काहीँ लाग्छ अहिले पास हुन्छन् पास भयो होइन के भन्नु र अब चाहिँ तलतिर जान्छौँ यहाँबाट तल सिद्धार्थान मन्दिरतिर घुम्न आउनु होला सबैजना एकदम रमाइलो भइरहेछ सिद्धार्थान मन्दिरतिर बबालै बनाएछ अहिले त हिँड्ने बाटो नि राति राति म नि आउँछु हिँड्न कहिलेकाहीँ मकैहरू चाहिँ खाने जर्को भएछ कि होइन गाइस के बनाऊँ त भन त खानेवाला भएछ मकै भुजातिर हाम्रो बारीमा खेतमा अनि अर्को खेतमा नि भएछ है फेरि टन्नै छ कि मकै तर हरियो सर पनि धेरै भेटिन्छ नि यो समयमा थाहा होला नि दुई चार दिनपछि बिहा राख्छन् साथी बिहा राख्ने बेला भयो बिहा खतरा रहेछ नि त बुझातिर असारमा त रोपाइ नै भएको बबालाई फेरि घाम आयो कि एकछिन घाम के सेला थियो फेरि लगाइसक्यो कुन बेला पानी पर्छ कुन बेला घाम लाग्छ यो नेपालको मौसमको केही थाहा छैन तलतिर गएको हावा खान गर्मी भएर फेरि घरै फर्केर आयौँ पसिना भएर यसको हालत मेरो हालत पुरै पसिना लाग्यो भनेर यहीँ पङ्खा थियौँ बसेर पुरा औडा गर्मी भयो कि गाइज छुट्टीको दिन पौडे राख पनि भएन कि कामै लाने गर्मी नै भयो कि तलतिर सिद्धार्थान मन्दिर तल मन्दिरतिर गएको यसो शीतल होला भनेको त्यहाँ नि गर्मी रहेछ अनि घर आयो अनि पङ्खामा बसिएको छ के अरे धन्नल गर्मीले मरिआएन पङ्खा पनि तातो हावा फाल्ने भयो कि ढोकामा बसेँ अझै पङ्खा चलाएर अर्को फेरि गिटारिस्ट मजा आएको यो गर्मी मजा आएको माई फेभरेट महिना गर्मी गर्मी यसको महिना फेभरेट महिना चाहिँ गर्मी है कमेन्ट गर है गर्मी छोटो ज्वरो हटेनु भएको छ चिप्लियो पुरै गर्मी यार पायो म त गीत बजायो बिहानको लौडेले फेरि गीत बन्द गर अफ गरिस् त भ्या त त्यहाँसम्म त सुन के फुटबल सास खै त बुढी मतलब तेरो दाई ए एउटा कुरा सोधौँ तेरो दाईलाई बुढी भन्छौँ नि हामीले त्यस भए त तँलाई त साली भन्नुपर्ने होइन सागरे साली के त साली होइन जिस्केको सारी फ्र्याङ्क अघि सोद्धा अलिअलि आयो कि फुटबल खेल्न कुन्नी कहाँ गएको अघि लाइनमा बस्दा नि त्यसको दाइलाई सोधेको म्याच खेल्न गएको भन्नु अब कहाँ गएको त्यो थाहा भएन मलाई यस्तो गर्मीमा बल खेलेर पानी खान लाग्यो पुरै थाकिँदो रहेछ यार गर्मीमा बल खेल्दा जाडोमा जाडो हुने गर्मीमा गर्मी नै हुने यार फेरि घर नुहाउनु पर्ने हो दिनमा 3 चोटि नुहाउनु पर्दो रहेछ गर्मी महिनामा है यो नखेल्दा नि यसलाई पसिना आयो कि फेरि म खेल्नेको त कुरै अर्को भयो अनि यहाँ चाहिँ यस्तो बाटो भएछ पुरै भन्नाले कहीँ बाँकी रहेछ अनि यहाँ चाहिँ लाइनको लाइन होइन पानीको पिल्लर गाड्दैछ यसले मस्त मुख धुँदै पानी खाइरह मैले चाहिँ खाइसकेँ पुरा चिसो भयो कि यहाँ पानी जति कहीँको चिसो लाग्दैन फ्रिज जस्तै चिसो आउँछ यहाँ जाडोमा फेरि तातो आउँछ ल हामी चाहिँ घरतिर फर्केँ म र अविनाशहरू चाहिँ खेल्दैछन् गर्मी भयो नुहाउनु पऱ्यो अलिअलि काम छ त्यही भएर आज छिटै फर्केको होइन 4 गेम खेलेर फर्केको धेरै खेल्दैन आज अरू चाहिँ खेल्दैछन् खेल्ने बेला भर्खर भए तर मलाई हल्का काम छ घर त्यही भएर म घरतिर निको होइन दास के काम भन्दा लिच्ची खाने काम अविनाश घर गएर ल अब हामी जान्छौँ टक्क लाएर घरतिर घर नुहाउनु पऱ्यो पसिना पुरै पचास त्यो नियो आज लाग्यो टी सर्ट आजै फेरि फोहोर भइदियो निचानी पनि 1 गिलास जुस लेख्ने नुनिलो अविनाशले खान्छ नि खान्छ नि खाके खा प्रोटिन हो प्रोटिन यफ पाइन्छ हो नि त
ल अब हामी घरतिर जान्छौँ आज राति भइसक्यो अनि म चाहिँ राति आएर घर पहाल्ने क्या बल खेलेर आएपछि गेम खेल्यौँ अनि एकछिन पहाल्ने होइन अहिले बल्ल फ्रेस भएको छ क्या चिसो चिसो बल्ल लाग्यो क्या मलाई चाहिँ होइन दिउँसभरि दिनभरि त गर्मीले तन्नै मत्यो होइन क्या यो गर्मीमा त कसरी बाँच्नु हो पुरा पङ्खा लाउँदा नि गर्मी हो नि गर्मीले त मारिन्छ अनि अब चाहिँ आजको लागि यति नै गर्ने त होला नि होइन गाइज राति भइसक्यो के अरे अनि राति अहिले यसो घुम्न गएछु भने देखाउँछु ल हेरौँ के हुन्छ अब अगाडि होइन अनि दाल भात अनि यता अचार छ अनि छ्याङ भन्न हुन्थ्यो होइन यो चाहिँ मोयो होइन अब म खाना खान्छु अनि त्यसपछि आजको लागि भिडियो यति नै आशा गर्दछु राम्रो लाग्यो होला राम्रो लाग्यो लाइक एन्ड सब्सक्राइब जो पनि नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला पुरानो जति हुनुहुन्छ अझै माया देखाउनु होला यसभन्दा नि अगाडि माया देखाइराख्नु होला अहिले पनि देखाइराख्नु भएको छ होइन छिटै नै 200 सब्सक्राइबर हुनेछ अब एक हप्ताभित्रमा 200 सब्सक्राइबर चाहिँ कम्प्लिट हुन्छ होइन अनि सबैजनालाई धन्यवाद अनि आजको लागि यति नै आशा गर्दछु बाई बाई आशा गर्दछु राम्रो लाग्यो होला बाई बाई गाइज